बरु यहाँ आइज त यहाँ आइज यो के बनाएको बज्रो यो चौका घर हाँ चौका घर चौका घर दाना पकाउने चौका घर यत्रो ठुलो चौका घर पनि दाना पकान्छ क्या चौका घर अब यहाँ के अरे एक्स्ट्रा रुम पनि निक्लाएको को तैँले बनाएको यो म दाजु यहाँ फटा अङ्कल केले बानेको छ यो पेन्डल रसी पेन्डल रसी रातो रातो छ त पेन्डल रसी हो कहाँबाट पाइछ हौ पेन्डल रसी के हो त उठ्नु सक्छस् माथि उठ्नु सक्दैन दाजु उठेर बानेको मैले त्यो बाँसहरू दिएको के बाँसको बनाएको र पकायो पकाएको खुट्टी पनि छ बाँसको पनि छ हो कति दिन लाग्यो यो बनाउनको लागि लाग्यो नि थुप्रै दिन थुप्रै दिन भयो नि केले टिङले छाउनेन केले टोकोपत्ता टोकपट्टा त्यो उठी हेर्न त एक बार मिल्दैन नि मिल्दैन उयो यसमा चढ्यो भने त सक्छस् होला तेरो काम चाहिँ नि के हुन्छ र अनि यहाँ के हो त तेरो काम मेरो यो रसीहरू दिने के माग्यो भने दिने बाँसहरू अच्छा अच्छा अनि आजकल के काम हुँदैछ त तेरो के उयो हुँदैछ त यी बाँसहरूका बोक्ने यो बनाउने यस्तै हो मोबाइल सबैले हेर्छ कि हेर्दैनस् कोही कोही बेला मात्रै दिउँसो त टाइम पान्न यहीँ काममै बाहिरै मोबाइल हेरेछ न मोबाइलमा भिडियो सिडियो अपलोड गर्छस् अहिले गरेको छैन ल त ठिक छ के भन्छस् लु भन्दै के यो भिडियोमा के भन्छ यो भिडियो हेर्नेहरूलाई के भन्छस् त्यसले भन्दै केही त केही त भन्दै तँलाई को कतिले चिनेछ यो भिडियो हेरेर मेरो यो फेसबुक यो फेसबुक मेरो यो फेसबुक पेजबाट तँलाई देख्नु उयो गर्ने हेर्नेहरूले चिन्नेहरूलाई के भन्छस् त्यसले भन्दै त ल त्यो हेरेपछि फलो गर्ने ल त यस्तो यस्तो नयाँ भिडियो लिएर फेरि